डिफ्रेन्ट स्ट्रिम बट स्ट्रङ बोन्ड। फर्स्ट इयरदेखि नै राधिका र विष्णुको फ्रेन्डसिप उकालो लाग्दै थियो। उनी भने नेचरको आर्किटेक्टमा रमाउँथिन्, अर्को भने सर्किटमा। यी थिए हाम्रा विष्णु, जो इलेक्ट्रिक सकभन्दा आफ्नो मनको कुरा भन्न डराउँछन्। थाहा छ विष्णु, मलाई त प्रकृति नै सबैभन्दा राम्रो आर्किटेक्चर हो जस्तो लाग्छ। फुलको कर्भ्स, पातहरूको सिमेट्री कति पर्फेक्ट छ है। यस्तो ब्युटी त ब्लुप्रिन्टले पनि दिँदैन होला सायद। कति पोएटिक कुरा गरेको तिमीले। तर मैले त यो सबैमा पनि इलेक्ट्रिसिटी देख्छु। सनलाइटले प्लान्टलाई दिने एनर्जी, अनि ती ससाना भेन्समा पनि त इलेक्ट्रिक सिग्नल हुन्छ नि। तिमीले हेरेको पुतलीमा पनि त न्युरोन्स हुन्छ। तिमी र तिम्रो सर्किट, तिमी त वायरिङ हर ठाउँमा देख्छौ है। तिमी चाहिँ बिल्डिङ मात्र देख्छौ। मलाई लाग्छ तिमीले अहिले यो ठाउँमा पनि कुनै पभिलियन बनाउने कल्पना गरिरहेकी छौ। मेबी यस्तो कजी ओपन एयर क्याफे जसमा मान्छेहरू रुखमुनि बसेर चिया सिप गर्छन् अनि यस्तै डिप कुरा गर्छन्, हामी जस्तै। द्याट्स अ प्लेस आई वुड एक्चुअली भिजिट। तर लाइटिङ चाहिँ राम्रो हुनु पर्यो है। सफ्ट, वार्म, एनर्जी एफिसिएन्ट। ओहो, हाम्रो महान इन्जिनियरलाई पर्फेक्ट लाइटिङ पनि चाहियो। अब स्मार्ट सेन्सर पनि राखिदिउँ कि? यदि त्यो सेन्सरले तिम्रो अनुहार पर्फेक्ट लाइटमा देखाउँछ भने त एब्सोल्युटली। फ्लर्ट गर्ने मौका त कहिले छोड्दैनौ है। कहिलेकाहीँ त म पनि रोमान्टिक हुन्छु नि। तिमीलाई थाहा छ राधिका, म के भनेको भन न। केही पनि होइन, बरु तिम्रो दिन कस्तो भयो? राम्रै। बिहान त अलि हेक्टिक नै थियो, तर अहिले त तिमीसँग बसेर कुरा गर्दा एकदम लाइट फिल भइरहेछ। अनि तिम्रो नि? एज युजुअल, काम, कोडिङ, कफी। ठिक छ विष्णु, ल्याब छ मेरो, फेरि भेटौँला नि। हुन्छ राधिका। उनीहरूको हाँसो, सेयर गरेका सिक्रेट्स र लेट नाइट कुराकानी त सामान्य फ्रेन्डसिप भन्दा धेरै गहिरो जस्तो लाग्छ। तर यस्तै दिनहरू बित्दै जाँदा कतै न कतै राधिकालाई पनि विष्णुप्रतिको लगाव बढ्दै जानु, दुवैले आफ्नो मनको कुरा बोल्न कहिले हिम्मत नगर्नु, चेन्जको डर अनि अहिले जे छ त्यो गुमाउने डरले उनीहरू चुप लाग्न बाध्य हुन्छन्। आज हो फेयरवेलको दिन, उनीहरू बीचको अन्तिम भेट, जहाँ स्टोरी त सकिँदैछ तर मेमोरी चाहिँ सधैँका लागि बाँकी रहनेछन्। So, how do I look? Good, really good. Perfect, just perfect. कसरी भनौँ तिमी सबैभन्दा ब्युटिफुल थिङ एभर हो भनेर। That's all? Just good? फेरि अझै बोल न। Maybe today, maybe now. तिमीले फाइनली भनिदिन्छौ। You always look nice. केही त भन।
Anything. I like you. I love you. Just tell her. तर के उसलाई पनि यस्तै लाग्छ? If I say, will everything change? Big day, huh? After this, different places, different lives. कति छिटो टाइम बित्यो है? You'll do great wherever you go. I will miss you so much. Wish I could say it, but You too. well, this is it. Goodbye. Or maybe not goodbye. Maybe someday. Yeah, see you around. मनको ढुङ्गा सुम्पिए तिमीलाई, तिमी मेरो किनारा मनमै राखे ती कुरा सबै, तिमी नै मेरो खेवैया बनिदेऊ. Was that right thing to do? Let me ask you one thing. How many times have you been scared of saying something truth?